So guys, नमस्ते अनि स्वागत छ। सो गाइज आज चाहिँ हामी पालुङ आइसकेको थियौँ, हेटोडामा थियौँ। सो धेरै पछि भिडियो बनाउन जाँदैछु। सो गाइज मेरो छोरीको लुगा सुकाछु, मेरो परिवारभित्र छ। सो आज चाहिँ हामी खानामा के खाँदैछौँ भन्ने देखाउन जान्छु। अनि हजामाको अर्को दुःखद घटना के छ भने हजामाको जुठो बाहिर छ, त्यसैले आज हामी खानामा के खाँदैछौँ सो देखाउन जाँदैछु। सो किचनतिर लागौँ। सो टेन्सन हुन्छ मम्मीले यहाँनिर हालिसक्नु भएको छ। मम्मीमा चिनी नखाने अलिकति दही हेर्नुहोस् यहाँनिर। सो गाइस टेन्सन हुन्छ मेरो खाना आजको। सो फाइनली अब ट्याक्क टेबलमा बसेर खाइन्छ। सो मेरो बुढी देखाउन जाँदैछ है। मेरो बुढी उहाँ सुत गरिरहेको छ, त्यहाँ सुतिरहेको छ, छोरी पनि त्यहाँ छ मेरो। सो अब हामी खाना खान जाँदैछौँ है त। सो गाइज अब लागौँ खानातर्फ। सो यहाँ तातो पानी ल्याएको छु मैले, यो चाहिँ माईको है। ल यता राखौँ, हल्का पानी राखौँ। सो टेन्सन हुन्छ आज के छ त खानामा भन्दा। सो टेन्सन हुन्छ। यो दही, यो आलु, नुन मसला केही हालेको छैन, यो केरा। सो गाइज दही, केरा अनि यो भात भइगयो। सो यो आलु। सो टेन्सन हुन्छ, मेरो बुढी सुतिरहेको छ अनि अब म खाना खान सुरु गर्दैछु। सो गाइज भिडियो बन्दैन होला, लागौँ है त अब खाना खान। सो यहाँबाट सुरु गरौँ। यो दही, हल्का दही खाउँ। आलु, अमिलो अमिलो, आलु अझै बारीमै फलेको है हाम्रो। केरा र भात। दही अमिलो रहेछ। चिनीले होइन आजको खानामा केरा, दही, आलु र भात। सो गाइज मेरो बुढी सुतिरहेछ। आज सुत्केरी भएको कति दिन भयो बुढी? 18 दिन भइसक्यो। सो गाइज 18 दिन भइसक्यो मैले भिडियो नहालेर। 18 दिन लगभग हुन लागिसकेको छ। बुढी र मेरो बच्चा उता सुतिरहेछ। सो आजलाई चाहिँ भिडियो यति नै गरौँ। अर्को नेक्स्ट भिडियोमा यस्तै शाकाहारी खाना लिएर आउनेछु। तर मेरो बुढीले त शाकाहारी खाँदैन। सम्भवतः म मेरो बुढीलाई नि ल्याउने छ। अर्कोचोटि त भिडियोमा आउनु सक्छ होला बुढी? सक्दैन, उसको सिएस गरेको छ। तैपनि सक्यो भने म ल्याउने छु। सो साथीहरू आजलाई भिडियो यति नै है त। नमस्ते।